हामी अहिले सुन्दर बजार एग्रो टुरिज्ममा आएका छौँ। यो सुन्दर बजार छ लमजुङमा रहेछ। यहाँ चाहिँ एकदमै राम्रो भ्यू बनाएको छ। यो चाहिँ फेदीगुनाबाट अलि भित्र आएपछि त्यो फेदीगुना भयो। त्यहाँबाट माथि आइसकेपछि सर 1 किलोमिटर जति आइसकेपछि एकदमै यो चाहिँ राम्रो कन्सेप्टले यहाँ डाँडोमा चाहिँ एकदमै राम्रो तरिकाले बनाएको रहेछ यो एग्रो टुरिज्म रिसोर्ट चाहिँ। अनि त्यसपछि सुरुवात गरेको कारणले होला यहाँ चाहिँ यो अब विभिन्न किसिमको खेतीहरू गर्नुको लागि चाहिँ ठाउँ पनि रहेछ प्रशस्त मात्रामा। अनि यो धेरै राम्रो दृश्य छ यसमा। अनि अब यतातिर पनि सुरुवात रहेछ, यता पिङ रहेछ यो। अनि यहाँ फोटो खिच्नका लागि यस्तो चन्द्रमा बनाइएको छ। अनि यहाँ यो खेल खेल्नका लागि र यहाँ पिङ एकदमै राम्रो, अहिले जहाँ गए पनि पिङ देखिन्छ। यो पनि छ यो सुन्दर बजार फार्म स्टे भन्छ। यहाँ चाहिँ सायद बस्नको लागि होला, रुमहरू पनि रहेछ। अत्यन्त राम्रो दृश्य यहाँबाट हेर्दाखेरि रहेछ। नमस्ते, सुन्दर बजार एग्रो टुरिज्म रिसोर्ट सुन्दर बजारमा सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो रिसोर्ट चाहिँ सुन्दर बजार नगरपालिका वडा नम्बर 6 मा स्थित फेदीगुनामा रहेको छ। यहाँ चाहिँ विभिन्न किसिमको अर्ग्यानिक खानाको साथसाथै अब एउटा फार्म स्टेको पनि व्यवस्था गरिएको छ। त्यसको साथसाथै कति वर्ष भयो तपाईँले यो सञ्चालन गर्न थाले? सुरुवात यो बनाउन थालेको त लगभग 4-5 वर्ष भयो। धेरै राम्रो बनाउनु भएको रहेछ। अनि यहाँ चाहिँ अब तपाईँले यो 82 सालमा ड्रागन फ्रुट लगाउनु भएको रहेछ पुरै है? यतातिर ड्रागन फ्रुट रहेछ पुरै यो। अनि 2 वर्ष भइरहेको फोहोर राम्रै उत्पादन भएको थियो। तर हामीले यो तिजको समयमा चाहिँ एकदम धेरै उत्पादन हुने र तिजमा चाहिँ महिलाहरू चाहिँ ग्रुपमा धेरै आउने भएकोले हामीले उहाँहरूलाई नै एउटा एक टुक्रा चाहिँ काटेर त्यसो दिएर हामीले खासै बिक्री वितरण चाहिँ गरिएन। अब अरू पनि हामीले खाली ठाउँमा चाहिँ धान रोप्ने अनि तोरी सब्जी सक्ने, टनलमा चाहिँ अब यहाँ पाहुनाहरूलाई चाहिँ सागसब्जी दिएर अर्ग्यानिक कुरा, सबै अर्ग्यानिक कुरा चाहिँ यहाँ तपाईँहरूले सर्भिस गर्नुहुन्छ है? ल धन्यवाद। ल यो एग्रो टुरिज्ममा आएका छौँ हामी। अनि यहाँ डेभलप भएको छ, सबै कुरा राम्रो छ। बस्ने ठाउँहरू पनि छ, अलिकति उकालो छ। आउँदा चाहिँ अलिकति उकालो हो, तर आइसकेपछि त साह्रै राम्रो ठाउँ रहेछ। ल धन्यवाद।